毎日勉強したからこそ N さんの合格しました。तपाईहरुले यो काराकोसो भन्ने बोम्पोको युज गरेर कन्भर्सेसन गर्न सक्नुहुन्छ कि सक्नुहुन्न? जजले सक्नुहुन्छ अनि उहाँहरुले भिडियो स्क्रल गरेर अन्त जाँदा भयो हैन। तर जजले चाहिँ सक्नुहुन्न। यो काराकोसो भन्ने बोम्पोको युज गरेर म थोरै कन्भर्सेसन गर्न सक्दिन। अलिकति कन्फ्युजै छु कुन बेलामा प्रयोग गर्ने भन्ने साथीहरु हुनुहुन्छ भने चाहिँ भिडियो अन्तिमसम्म हेर्नुला, पक्कै तपाईहरुलाई काम लाग्छ। आउनुस् आज यो काराकोसो भन्ने बोम्पोको प्रयोग गर्ने तरिका सिकौं र आफू पनि कन्भर्सेसन गर्न सक्ने हौं है त। सबभन्दा सुरुमा यसको अर्थ हेरौं। अर्थ बुझेपछि प्रयोग गर्ने तरिका बुझिन्छ र प्रयोग गर्ने तरिका बुझेपछि इजी छ, आफैले पनि कन्भर्सेसन गर्न सकिन्छ। सबभन्दा सुरुमा यसको अर्थ। काराकोसो भनेको कस्तो बेलामा प्रयोग गरिन्छ? काराकोसो वा ताइसे चुनारिउ तोकुबे चुनारिउ दा कारा तो क्योचेउ स्थायी तो किने स्काइमास भनेर भन्छ। भन्न खोजेको इम्पोर्टेन्ट रिजन, स्पेशल रिजन, दा कारा इम्पोर्टेन्ट रिजन, स्पेशल रिजन भएको कारणले भनेर चाहिँ त्यो स्पेशल रिजनहरुलाई चाहिँ क्योचेउ स्थायी भनेको चाहिँ जोड दिन चाहँदा क्या त्यो रिजनलाई चाहिँ फोकस दिएर कन्भर्सेसन गर्नु पर्दाखेरि यो काराकोसो भन्ने बोम्पोको युज गरिन्छ। खानतान अर्थमा भन्नुपर्दा दा कारा नो ओनाजी इमिडिएट स्काइमास भन्छ क्या। दा कारा भन्ने बोम्पोको सँग समान अर्थमा प्रयोग गरिन्छ भन्छ। कुनै पनि स्पेशल कारणहरुलाई जोड दिएर ती कुराहरुलाई फोकस गरेर कन्भर्सेसन गर्नु पर्दाखेरि यो प्रयोग गरिन्छ। यो यस्तो हुनुको कारण चाहिँ यो छ है भनेर ती कारणलाई चाहिँ फोकस गर्नु पर्दा क्या चाहिँ यसको प्रयोग गरिन्छ। अब यसको परिभाषा भयो है त। प्रयोग गर्ने तरिका भनेको नर्मल छ। प्लेन फर्म प्लस काराकोसो जोडिन्छ है। भर्बमा पनि प्लेन फर्म, तपाईको इकेओसी नाकेओसी मा पनि प्लेन फर्म है, मेसी मा पनि प्लेन फर्म प्लस काराकोसो जोडिन्छ। परिभाषा भयो। परिभाषा भनेको कुनै पनि कारणलाई चाहिँ जोड दिएर यस्तो यस्तो हुनुको कारण चाहिँ यो छ है भनेर त्यो कारणलाई जोड दिएर कन्भर्सेसन गर्दा प्रयोग गर्यो। प्रयोग गर्ने तरिका पनि भनिहाले। अब जिसलाई नि प्रयोग गरेर कसरी कन्भर्सेसन गरिन्छ त त्यो हेरौँ है त। मैले अगाडि पनि भनेको थिएँ माइनिची गाम्बाते बेंक्योस्ता काराकोसो एनुसानो गौखाको सिमास्ता भनेर एउटा भन्न सकिन्छ। मतलब भनेको माइनिची गाम्बाते बेंक्योस्ता दिनै पछि मेहनत गरेर पढे काराकोसो त्यही भएर एनुसान पास भए भनेर भन्दैछ। एनुसानो गौखाको सिमास्ता भनेको एन्सान पास हुनुको कारण चाहिँ के हो त भन्दा एन्सान पास हुनुको कारण भनेको चाहिँ माइनिची गाम्बाते बेंक्यो गरेको हो नि त। दिनै पछि मेहनत गरेर पढेको कुरोलाई चाहिँ फोकस गर्नु पर्दा क्या यसलाई जोड दिएर भन्नु पर्दा चाहिँ काराकोसो भन्यो क्या। माइनिची बेंक्योस्ता काराकोसो दिनै पछि पढेको कारणले चाहिँ एनुसानो गौखाको सिमास्ता हुन्छ क्या। अब दाकारा लगाएर भन्नु है त। माइनिची बेंक्योस्ता दाकारा एनुसानो गौखाको सिमास्ता भन्ने हो। यो दाकाराको ठाउँमा चाहिँ यो काराकोसो चाहिँ अलिक पोलाइट भएर आउने हो क्या। पोलाइट भएर अर्थ एउटै दिए पनि पोलाइट भएर आउने हो क्या। एनुसान पास गर्नुको कारण चाहिँ दिनै पछि पढेको कारणले हो नि त। हो यो दिनै पछि पढेको कुरालाई चाहिँ फोकस गरेर भन्दा काराकोसो जोडियो है त। जस्तै अब एउटाले मात्रै अलिकति बुझ्न अप्ठ्यारो छ। दोस्रो पनि हेरौँ। जस्तो दोस्रोमा के भन्न सकिन्छ भनेदेखि आनातानी किजुचके ताकुना खत्ता काराकोसो उसोचके मास्ता भन्छ है। आनातानी किजुचके ताकुना खत्ता काराकोसो उसोचके मास्ता भनेको तपाईलाई मैले ठेस पुर्याउन चाहन्नथे त्यही भएर झुटो बोले भन्छ क्या। झुट बोल्नुको कारण चाहिँ के हो त भन्दाखेरि तपाईलाई ठेस पुर्याउन नचाहेको हो नि त। हो तपाईलाई ठेस पुर्याउन नचाहेको कारणले चाहिँ मैले झुटो बोले भनेर यसरी भन्नु पर्दाखेरि चाहिँ यो काराकोसो जोडियो है त। मैले झुट बोल्नुको कारण चाहिँ तपाईलाई ठेस पुर्याउन नचाहनु हो भनेर त्यो हुनाले तपाईलाई ठेस पुर्याउन नचाहनु भन्ने कारणलाई चाहिँ प्रश्न पार्नु पर्दा क्या यसलाई चाहिँ जोड दिनु पर्दा काराकोसो जोडियो। त्यसैगरी अर्को पनि एउटा हेरौँ है त। माइनिची हाकुमोनो दा काराकोसो योई बुरान्दो नो कुचुओ खाइताई भनेर भन्न सकिन्छ। जस्तै माइनिची हाकुमोनो दा कारा योई बुरान्दो नो कुचुओ खाइताई भन्ने अर्थ दिन आयो नि त। भनेको दिनै पछि लगाउने सामान हो त्यही भएर चाहिँ राम्रो कम्पनीको चाहिँ जुत्ता किन्न चाहन्छु भन्ने अर्थ दिन आउँछ क्या। अब राम्रो कम्पनीको जुत्ता किन्नुको कारण चाहिँ के हो त भन्दा दिनै पछि लगाउने हो नि त। माइनिची हाकुमोनो दा काराकोसो
योही बुरान्दो न कुचो खाइताई भनेको योही बुरान्दो राम्रो ब्रान्डको जुत्ता चाहिँ किन चाहेको त भन्दाखेरि दिनै पछि लगाउने भएको हुनाले हो नि त। दिनै पछि लगाउने कारण हो नि त। दिनै पछि लगाउने कुरालाई चाहिँ क्यो च्यो सुरु गरेर भन्न खोजेको जोड दिएर भन्नु पर्दाखेरि चाहिँ यसरी काराकोसो लगाइयो है त। जुनसुकै कुराहरूलाई पनि यस्तो यस्तो हुनुको कारण चाहिँ यो हो भनेर यो कुराहरूलाई चाहिँ मेन कारणलाई चाहिँ फोकस गरेर क्यो च्यो सुरु भनेको जोड दिएर क्यो च्यो स्थायित्व किन स्काइमास भनेर भन्नुको अर्थ यही हो। यसरी हामीले यस्तो यस्तो हुनुको कारण यो जस्तै अगाडि पनि भने त एन्सान पास हुनुको कारण भनेको पढेर हो, दिनै पछि पढेर हो। दिनै पछि पढेको कारणलाई जोड दिएर भनियो यहाँ हैन। त्यसैगरी मैले 2 मा के भनेदेखि तपाईलाई उसो झुट बोल्नुको कारण के हो त भन्दाखेरि तपाईलाई चाहिँ ठेस नपुगोस् भनेर हो भनेर तपाईलाई ठेस नपुग्नु कारण देखाउनु पर्दा हैन। त्यसैगरी यहाँ पनि राम्रो जुत्ता चाहिँ किन किन्ने त भन्दा दिनै पछि लगाउनु पर्ने भएकाले भनेर यसरी रिउ ताइसे चुना रिउ तोकुबे चुना रिउ दाकारा तो क्यो छौ स्थायी भने इम्पोर्टेन्ट कुराहरूलाई चाहिँ जोड दिएर भन्नु पर्दा यो काराकोसो भन्ने बोम्पो हामीले युज गरेर कन्भर्सेसन गर्न सक्यो है त। जहाँसम्म लाग्छ यो भिडियो तपाईहरुलाई काम लाग्छ होला भन्ने अपेक्षा सहित भिडियो अन्त गर्छु। हस् त, थ्यांक यू।